कस्तो बबाल पार्क रहेछ यार। यत्रो हुर्किला चढेर आइसक्यो। एक हप्ता 10 दिनलाई पुरा फोटो गयो नि त हो। अब कति खर्किरहेको हो। सल्लै सल्लाहको पार्क। घाम पनि यस्तो डेन्जर भएको छ कि गर्मी त्यसै। ल यहाँ चाहिँ मान्छे यसो मस्त बस्ने ठाउँ रहेछ। खतरा खालको पार्क रहेछ। यहाँ पिकनिक पनि खान आउँदो रहेछ नि साँच्ची। वहाँनिर टोइलेट रहेछ हरे ड्रमले। ल मान्छे बस्ने ठाउँ हेर्नु सल्लाह घारी कस्तो राम्रो रहेछ। यो चाहिँ जङ्गबहादुर राणा सिंह हुन् क्या। त्यस्तो देख्छ म त। जङ्गबहादुर हुन् क्या। सन के र भाषा सन पख भनेछ। बालेन्सा होइन जङ्गबहादुर राणा सिंह होला जस्तो लाग्यो मलाई। कस्तो दामी रहेछ ठाउँ त। यता चाहिँ को होला त? यता चाहिँ पक्कै बालेन्द्र शाह हुने। बालेन्द्र शाह होइन पृथ्वीनारायण शाहजी होला जस्तो लाग्यो मलाई यो। हो यहाँ आएपछि बल्ल चिसो हावा सल्लाहको आनन्द भयो ल। दामी हावा चल्दो रहेछ। धेरै छिराइन चाहिँ घुम्ने ठाउँ थोरै रहेछ तर राम्रो रहेछ। कति न आएछ गर्छौ त मोटो? कहिले आएको? सही यिनको मूर्तिमा छ। ए सरम संस्कृति। अब यो सरम ओहो ए क्या मकनपुर गढी भने यहाँबाट स्टार्टिङ रहेछ ल। ओके लेट्स गो। ल यहीँ होला होइन युद्ध लडेको? यहाँ लुकेर के हाने अरे भरुवा? ओहो यस्तो पो रहेछ त यार। हामी चाहिँ यताबाट चाहिँ हेर्न जाने कुरो भयो। यो खाल्डामा चाहिँ यस्तै खाल्डामा बसेर युद्ध गरे त होला नि। यो दुलोबाटै यहाँबाट चाहिँ यहाँबाट चाहिँ यसो लुकेर दुश्मनहरू कहाँ छन् भनेर हेर्ने रहेछ। च्याउने बाटो च्याउने दुलो। यहाँ तलतिर हेटौँडा बजार छ। ए अलि अगाडि हो। ल मकनपुर गढी यस्तै रहेछ ल। टक्क बसेर हावा खाने ठाउँ पनि आनन्द रहेछ है ल। जे भयो भने के बसेर? टक्क जोडी बसेर तलतिर